नमस्कार सबैजनालाई। आज चाहिँ मेरो कफीको बेर्ना आएको छ अर्जैबाट। हाम्रो शेषकान्त दाईको फार्मबाट आएको छ। यहाँ तिलक दाईले चाहिँ रिसिभ गरेर राखिदिनु भएको छ। बेर्नाहरू चाहिँ यस्तो छन्। हेर्दाखेरि कस्तो छ दाई बेर्ना? बेर्ना असाध्यै राम्रो रहेछ। यो पेकिङ गरेको पनि पोकाबाट अलिक ठुल्ठुलो रहेछ। मोल थाहा छ यसले राम्ररी राम्रोसँग जाग्ला। बेर्ना चाहिँ दाइले पनि राम्रै भन्नुभयो, मलाई पनि जे राम्रै लाग्यो। आज चाहिँ अब हामीले कफी रोप्दैछौँ गाउँमा। यो चाहिँ यहाँ रिसिभ गर्न भनेर आएको मैले चाहिँ। ल दाइ धन्यवाद, रिसिभ गरेर राखिदिनु भयो होइन। भइहाल्छ नि सामान्य कुरा। ल दाइ, ल यी यसरी अब बेर्ना ओसार्दैछौँ हामीले जैथुमबाट। आमाहरू चाहिँ यहाँबाट अब पेक गलेको कारणले गर्दा आमाहरू चाहिँ यहाँबाट हुन्न त्यसरी हुन्न, घरसम्म लैजानलाई यहाँ आउनुभयो। हामीले 2-3 दौर गर्नुपर्ने भयो कि जैतुमबाट ल्याउँदाखेरि। गाउँमा कृषिको काम गर्दै गर्दा मेरो अरू कामहरू पनि यहाँ चलिरहेको हुन्छ। मैले आज देखाउँछु। हाम्रो पुरानो पुर्ख्यौली घर हो। यहाँ चाहिँ मेरो ट्रेडिङको कामहरू पनि चलिरहेको हुन्छ सेम टाइममा चाहिँ। यसो हेर्छु मैले दिउँसो 1-2 घन्टा मार्केट पनि नेप्से। आज चाहिँ राम्रै बढ्ला जस्तो छ मार्केट चाहिँ। सबै सेयर होल्डरहरूलाई सबै सेयर लगानी गर्दालाई चाहिँ आजै म बजाइदिन चाहन्छु। जस अब चाहिँ मार्केटले एउटा रफ्तार लिन्छ जस्तो फिलिङ आइरहेछ। आज चाहिँ यसरी कफी पनि रोप्यो 75 वटा भनेर रोपिँदैछ अब होइन। तर अलि मौसम चाहिँ आज घाम लागिरहेछ राम्ररी। पानी पर्ला 1-2 दिनमा। माटो पनि चिसो छ होइन, त्यही भएर अब रोप्दैको। बिरुवा चाहिँ राम्रै छ। हेरौँ के हुन्छ। यो चाहिँ ट्रायल हो। 75 वटा रोपेको अहिले। अब पछि यदि राम्रो भयो भने चाहिँ यसको सङ्ख्या चाहिँ वृद्धि गर्ने प्लान छ। सबै मान्छेहरूको भनाइअनुसार चाहिँ अलि जोगाउन गाह्रो हुन्छ भन्छन्, तर लेट्स सी के हुन्छ। राम्रै तरिकाले हेरौँ के अरे, गरौँ के अरे काम चाहिँ होइन। आज चाहिँ अचम्म भयो, यस्तो मौसममा पनि पानी पर्यो यार भर्खर। अझै बिरुवा लगाएको, बिरुवाको लागि चाहिँ राम्रो हुने भयो। तर फेरि केटाकेटीहरू काठमाडौँ जाँदैछन् भोलि हाइसमा। भोलि चाहिँ नपर्दै हुन्थ्यो यार। पानी चाहिँ पर्यो अहिले। आज चाहिँ हामीले 75 वटा कफी चाहिँ ट्रायलको लागि रोपियो। पानी परिरहेछ, त्यही भएर अलिकति उसमा पनि प्रब्लम आइरहेछ। उसमा क्यामेरामा पानी परेर त्यहाँ अलिकति ब्लर जस्तै आयो कि। ल आज चाहिँ अब 75 वटा रोकियो हामीले रोपियो कफीहरू ट्रायलको लागि। अब हेरौँ राम्रो भयो भने चाहिँ नेक्स्ट इयर अलिकति बढाइन्छ होला। त्यहाँ पानी पनि हल्का परिदियो, राम्रै भयो। यस अस्ति लगाएको सुन्तलाहरू पनि अब जागे जस्तो छ। जागे जो होइन, जागे जस्तो त के भन्नु, जागेकै छ। कोही सानो पनि छ। अलिकति झारहरू उम्रिरहेछ। यो चाहिँ केही समयमा अब यसलाई अलि धेरै भयो भने चाहिँ गोडिदिने हो। त्यस बिरुवा रोपेको ठाउँमा चाहिँ राम्रै छ, गोडिराखेको छ हामीले। सुन्तला चाहिँ जागे है त। अब चाहिँ काम लगभग कम्प्लिट गरेर म चाहिँ फर्किँदैछु। लगभग भन्नाले भोलि पनि अलिकति काम त छ होइन। भोलिको लागि चाहिँ भोलि चाहिँ यो एकदमै झारहरू बढेर
सुन्तला कागतीहरूलाई डिस्टर्ब गरिरहेको त्यो काम चाहिँ भोलि गर्नु प्लान छ। अरू कफी रोप्ने काम चाहिँ आज गइयो। चाहिँ म फर्किँदैछु माथि आफ्नो तम्घासको घरतिर। यो चाहिँ मेरो सेवा गतेको घर हो होइन। अब तम्घासको घरतिर फर्किँदैछु। यो मेरो पछाडि देखेको चाहिँ यो चाहिँ किवी हो। अब हेरौँ अब आउने वर्ष किवीले पनि केही प्रोडक्सन दिन्छ कि। यसमा चाहिँ 4वटा पोथी छ, एउटा भाले छ होइन। यसरी टाँड बनाएर बाँसको बनाएर राखेको छ यसलाई। अब अलिकति फल्न थालेपछि चाहिँ यसलाई फलामको खम्बाहरू राखेर अनि बनाउने प्लान छ। हेरौँ अब आउँदो दिनहरूमा गर्दै जाने हो। बाइक चाहिँ यहाँ घरसम्म ल्याउन चाहिँ अहिले एकदमै बाटोमा लेउ भएर ल्याउन अलिक समस्या छ। बाइक चिप्लिने सम्भावना छ होइन। त्यही भएर बाइक चाहिँ ल्याउन सकेन। त्यही भएर अब बाइक भएको ठाउँसम्म चाहिँ हिँड्दै जानुपर्छ। लेउ छ एकदमै बाटोमा यस्तो छ। ल हस् त सरहरू, थ्याङ्क यू। अब नेक्स्ट भिडियोमा फेरि भेटौँ है त।